म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई 10 वर्षपछि एन्फिल्डमा हराउन सफल भएको छ। ओल्ड ट्राफोर्डमा सबैको निकाल राखे हुन्थ्यो, किनकि जहाँसम्म लाग्छ युनाइटेड चाहिँ त्यति आउट अफ फर्म, जस नराम्रो गेमहरू खेलिराखे पनि लिभरपुललाई चाहिँ अक्कल झुकल जितिराखेको हुन्थ्यो। तर पनि जस यो चोटिको लिभरपुलको टिम अलि फरक थियो। ट्रान्सफर विन्डोमा जुन तरिकाले उसले खेलाडी किन्यो, फ्लोरेन वर्ड्स, इज्याक, एकितिके, जस धेरै पैसा फाल्यो, त्योहरू पनि अलिकति एक्सपेक्टेसन धेरै थियो लिभरपुलमा। तर पनि जस लगातार 4 गेम हारिसक्यो लिभरपुल। आर्ने स्लट चाहिँ जस जहाँसम्म लाग्छ आर्ने स्लटको ट्याक्टिक्सको पनि एउटा प्रब्लम हुनसक्छ, किनकि जुन तरिकाले जस किएसा जस राम्रै फर्ममा उसलाई किन जस गेम टाइम गतिलो मिलिरहेको छैन, त्यहाँ एउटा कुरा छ। र जुन तरिकाले युनाइटेडले आज गेम खेल्यो त्यो चाहिँ जस वर्ल्ड इज अ भिक्ट्री भन्छु म चाहिँ, किनकि युनाइटेड त्यति राम्रो फर्ममा छैन। ग्रिम्सबी टाउनसँग चाहिँ कपमा हारेको टिम, अनि जस अहिलेसम्म चाहिँ रोबी रामेरी युनाइटेडको कोच भएदेखिबाट ब्याक टु ब्याक गेम अहिलेसम्म जितेको पनि छैन। र यहाँबाट थाहा हुन्छ युनाइटेड कतिसम्मको चाहिँ जस एउटा आउट अफ फर्ममा छ भन्ने यहाँबाट थाहा हुन्छ। पुरा आयो ह्यारी मोगायरको, आज पनि जस लास्टमा गोल हान्यो। र ह्यारी मोगायरले म्यान्चेस्टर युनाइटेडलाई चाहिँ जस धेरैचोटि जस बचाइराखेकै छ। जुन तरिकाले उसले आफ्नै क्लबबाट ट्रोल भइरहेको हुन्थ्यो, मिडियाले ट्रोल गरेर हुन्थ्यो, तर पनि जस ऊ 0 लेभलबाट फेरि पनि हिरो लेभलमा आउनलाई चाहिँ जुन तरिकाले सेक्रिफाइस गरेको छ, यो चाहिँ आजभोलिको प्लेयरहरूको चाहिँ लागि चाहिँ एउटा लेसन पनि हुन्छ ह्यारी मोगायर। र आजको विनमा चाहिँ स्याम लेमन्सको भाइटल रोल, जुन तरिकाले ओनानालाई फालेर स्याम लेमन्सलाई ल्याएको थियो। स्याम लेमन्स पहिला पुरै खत्री किपर त्यो होइन, किनकि जुन तरिकाको पहिलाको क्लबहरूमा पनि त्यति हाइपमा आएको प्लेयर होइन। तर पनि युनाइटेडमा आएर चाहिँ राम्रो काम गरिरहेको छ, ओनाना भन्दा फार बेटर। र यो सिजन जति पनि युनाइटेडले ट्रान्सफर गर्यो त्यसमा चाहिँ यो स्याम लेमन्सलाई चाहिँ म नम्बर 1 मा राख्छु। लिभरपुल फ्यानले पनि सोचेको थिएन होला 4 गेम लगातार हारिन्छ भनेर, यस्तो खतरा टिम बनाएको थियो जस बोर्डले। तर पनि जस 4 गेम लगातार हारिसक्यो र टाइटल रेसमा चाहिँ हल्का एक स्टेप ब्याकवर्ड चाहिँ लिभरपुल भइसक्यो। जुन तरिकाले आर्सेनल, सिटी राम्रै फर्ममा छ। तर पनि जस युनाइटेड फ्यानले चाहिँ एउटा कुरो के सोच्न पर्छ भन्दा अब ब्राइटनसँग गेम छ, र ब्राइटनसँग चाहिँ युनाइटेड हार्यो भने चाहिँ अचम्म चाहिँ नमान्दा हुन्छ।